पुराना सिम कार्डबाट 26 लाखको सुन, चिनिया अल्केमिस्टको सफलता र जोखिम। तपाईको खल्तीमा भएको वा कतै फालिएको एउटा सानो सिम कार्ड भित्र पनि सुन हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ, तर चीनका एक व्यक्तिले यसलाई व्यवहारमै प्रमाणित गरिदिएका छन्। चीनको गुङ्गाडोङ प्रान्त स्थित हुइझौ शहरका कियाओ नामका एक कबाडी रिफाइनरले पुराना सिम कार्ड र टेलिकम चिप्सबाट करिब 191.73 ग्राम सुन निकाल्न सफल भएपछि सामाजिक सञ्जालमा चर्चा बटुलेका छन्। कियाओले सार्वजनिक गरेको भिडियो 50 लाखभन्दा बढी पटक हेरिएको छ। भिडियोमा देखाइएको प्रक्रिया अत्यन्तै वैज्ञानिक, जटिल र जोखिमपूर्ण छ। उनले करिब 2 टन पुराना सिम कार्ड तथा टेलिकम चिप्स सङ्कलन गरी त्यसबाट सुन निकाल्ने प्रयास गरेका थिए। पहिलो चरणमा ती चिप्सलाई शक्तिशाली रासायनिक घोल एक्कारेजिया जस्ता कडा एसिडमा घोलेर धातु अलग गरिएको थियो। त्यसपछि फिल्टरिङ प्रक्रिया मार्फत सुनको लेदो छुट्याई उच्च तापक्रममा तताउँदा ठोस सुन प्राप्त भएको देखिन्छ। निकालिएको 191.73 ग्राम सुनको मूल्य हालको बजार दर अनुसार चिनिया मुद्रामा करिब 2 लाख युवान, नेपाली रुपियाँमा करिब 36 लाख र भारतीय रुपियाँमा करिब 26 लाख बराबर पर्छ। तर कियाओका अनुसार यो काम सजिलो भने होइन। एउटा सामान्य सिम कार्डमा औसत 0.001 ग्राम भन्दा पनि कम सुन हुने भएकाले यति धेरै सुन निकाल्न लाखौं सिम कार्ड आवश्यक पर्छ। कियाओले यो कामलाई केवल सफलताको कथा मात्र नभई जोखिमपूर्ण पेसा पनि बताएका छन्। सुन निकाल्ने क्रममा निस्कने विषाक्त धुवा स्वास्थ्यका लागि घातक हुन सक्छ भने कडा एसिडले छाला र आँखामा गम्भीर क्षति पुर्याउने जोखिम रहन्छ। साथै धेरै देशमा व्यक्तिगत रूपमा यी कचरा प्रशोधन गर्नु गैर कानुनी पनि मानिन्छ। यो घटनाले मोबाइल सिम कार्ड र कम्प्युटरका पार्ट पूर्जा जस्ता यी कचरालाई सहरी सुन खानीका रूपमा हेर्न सकिने देखाएको छ। तर उचित प्रविधि सुरक्षा र कानुनी अनुमति बिना घरमै यस्तो प्रयोग गर्नु जोखिमपूर्ण मात्र होइन, जानका लागि खतरा पनि हुन सक्छ।